अब हामीले दण्डित गर्न थाल्यौं। नेपाल लुट्नेहरूलाई अब कारबाही गर्न थाल्यौं। तर उनलाई अदालतले रिहाई गरिदियो। के भनेर गरिदियो भन्छ भने उनीमाथि जे अभियोग लगाइएको थियो त्यो कुनै पनि प्रमाणित हुँदैन। त्यसका कुनै पनि प्रमाण सरकारले प्रस्तुत गरेको छैन, गर्न सकेको छैन र कतिपय आरोपहरू गलत साबित भएका छन् र उनलाई साधारण तारिखमा छोड्नु भनेर चाहिँ छुटाइयो। अब अदालतले जे तर्क गर्यो, पहिले मैले त्यसका केही खास बुदाइहरूलाई राख्छु। यो धेरै महत्त्वपूर्ण छ। यो घटना खाली विष्णु पौडेल पक्राउ परे छुटे, मैले त्यतिमा मात्रै सीमित रहेर उठाउन खोजिरहेको छैन। अब यो घटनाले हिजोका दल र आजका दलाइ बारबरा ग्याङका मान्छेहरूको अनुहार बडो राम्रोसँग चाहिँ चिन्न सकिन्छ, बुझ्न सकिन्छ। विष्णु पौडेललाई जो अदालतले रिहाई गर्यो सामान्य तारिखमा, त्यसका पछाडिका उसका केही तर्कहरू। उले के भन्छ, मालपानी अथवा चाहिँ मालपानी भनेको त्यो श्रीराम टोबाको सेयर बिक्रीसँग जोडेको एउटा व्यक्ति कमल मालपानी र चुन्नुलाई प्रतिवादी बनाएको देखिएन। विष्णु पौडेललाई माने एउटा बिचौलियाको काम गरेको आरोप यिनले पक्रेका थिए। अथवा सेयर बिक्री एउटा टोबाको कम्पनी छ यो मालपानीहरूको, दीपक भट्टसँग सेयर बिक्री गरेको घटना हो यो। त्यो सेयर बिक्रीमा दबाब दिने भूमिका खेलेको भन्ने विष्णु पौडेलमाथि यिनको आरोप थियो। तर अदालतले के भन्छ भने त्यो सेयर खरिद बिक्रीमा जो मुख्य मान्छेहरू हुन् तिनमाथि मुद्दा छैन। जस्तो कमल मालपानी र चुन्नु, यिनीमाथि मुद्दा चलाएको देखिएन, यिनलाई प्रतिवादी बनाइएको देखिएन। सुन्नुहोस् है, अचम्मको कुरा। तर यिनी दुईजना व्यक्ति र दीपक भट्टका बीचको जो कारोबार हो, त्यो कारोबारमा दबाब दिएको भनौँ वा मध्यस्थता गरेको भनौँ वा बिचौलियाको भूमिका खेलेको भनौँ, त्यो आरोप लागेको विष्णु पौडेल पक्राउ परे। तर धन्दामै संलग्न रहेका जो कारोबारीहरू हुन् उनीलाई प्रतिवादी बनाइएन, मुद्दा चलाइएन। अदालतको एउटा निर्णय। सम्पत्ति शुद्धिकरणको आरोपमा कुनै बलियो प्रमाण नभएको, विष्णु पौडेल विरुद्ध सम्पत्ति शुद्धिकरण भन्ने आरोप त लगाइयो तर प्रमाण केही पनि अगाडि राखिएन। उनको त्यो शुद्धिकरण कहाँ हो, कुन सम्पत्ति हो, स्रोत के हो, त्यो केही पनि कुरा उल्लेख गरिएन। श्रीराम टोबाको शेयर खरिद बिक्रीमा पौडेलको संलग्नता अथवा विष्णु पौडेलको संलग्नता र दीपक भट्टसँग कुनै आर्थिक कारोबार नदेखिएको। जस्तो दीपक भट्टलाई शेयर दिलाइदिन विष्णु पौडेलले भूमिका खेलेको यिनको आरोप थियो। तर दीपक भट्टबाट विष्णु पौडेलले कुनै आर्थिक आम्दानी गरेको वा लेनदेन भएको देखिएन। सरकारले पनि त्यो प्रमाण केही देखाएन, हामीले पनि कुनै प्रमाण त्यो देखेनौं। अर्को, श्रीराम टोबाको शेयर दीपक भट्टले खरिद गर्ने बेला विष्णु पौडेल अर्थमन्त्री नरहेको, यिनले अर्थमन्त्री हुँदा पनि आरोप लगाए। तर अदालतले भन्छ त्यो बेला विष्णु पौडेल अर्थमन्त्री थिएनन्, यो गलत आरोप लगाइएको छ। अर्को छ, दीपक भट्टसँग श्रीराम टोबाको मात्र नभएर हिमालयन इन्स्योरेन्स कम्पनीको शेयर खरिद बिक्रीमा समेत कारोबार देखिएका कमल मालपानी र चुन्नु प्रसाद पौडेल विरुद्ध सरकारले मुद्दा नचलाएको, यिनी अर्को केसमा पनि फस्याएका छन्। जस्तो यो हिमालय इन्स्योरेन्स बीमा कम्पनीको शेयर खरिद बिक्रीमा पनि कमल मालपानी र चुन्नु प्रसाद पौडेल मुछिएका छन्, त्यो बारे सरकारले मुद्दा नचलाएको, त्यहाँ पनि यस्तै गडबडी गरेका छन्। अब त्यो शेयर पनि त्यही दीपक भट्टलाई बेची, दीपक भट्टसँगको कारोबार हो त्यो इन्स्योरेन्स कम्पनीको पनि। तर त्यसमा मुद्दा छैन फेरि, किन त्यहाँ यसको आशय के छ भन्छ भने त्यो इन्स्योरेन्स कम्पनीको शेयर लेनदेनमा विष्णु पौडेलको सन्दर्भ कहीँ पनि छैन।
त्यसकारणले त्यो केसमा उनलाई मुद्दा लगाइएन। दीपक भट्ट जो यिनले ठुलो मुद्दा लगाएका छन् त्यसैसँग मालपानीहरूको कारोबार छ। श्रीराम टोबाकोको सेयर दीपक भट्टलाई बेच्दा विष्णु पौडेलले दबाब दिएको भन्ने आरोप प्रमाणित नभएको, न सरकारले कुनै प्रमाण दियो न कसैले स्वीकार गर्यो। र अदालतले के पनि भन्छ भने कमल मानपानी र जुन्नु प्रसादसँग सेयर खरिद गर्ने दीपक भट्टले पनि सो कारोबारमा विष्णु पौडेलको त्यो बयानका दौरानमा कतै पनि नाम नलिएको। दीपक भट्ट पक्रेर उनसँग बयान लियो त्यो केसमा, तर उनले विष्णु पौडेलको नाम कहीँ पनि लिएका छैनन्। दीपक भट्टसँग विष्णु पौडेलको कुनै कारोबार नदेखिएको, कुनै आन्तरिक कारोबार पनि कहीँ नदेखिएको। यिनी कुरा तिर्स्याउँदै विशेष अदालतले विष्णु पौडेललाई साधारण तारिखमा रिहाई गर्न भन्यो, उनी चाहिँ छुटे। अब यो अदालतका कुरा हुन् है, यिनी मेरा कुरा होइन, अदालतका कुराहरू हुन्। अब यहाँ एउटा प्रश्न के आउँछ, तपाईँ हामीलाई भन्छ भने यिनको यो चरित्र र यो षड्यन्त्र बुझ्न जरुरी छ कि यो दलाइ बारबरा ग्याङले यिनी कुराहरू केही पनि थाहा पाएको थिएन जो अदालतले उठायो अहिले। यिनका के मान्छेको तवारी सुन्नुभयो, अब अदालत पनि चाहिँ अपरेसन नगरी नहुने भयो, यसलाई पनि छोड्न नहुने भयो भन्ने बोलेको सुन्नु। तर यिनीहरूले आफ्नो अनुहार हेर्ने कोसिस गरेनन्। के यिनी कुनै पनि कुरा यिनलाई थाहा थिएन, अथवा अदालतले जे प्रश्न उठाएको छ ती सबै कुराको प्रमाण संग्रह नगरिकन यिनले त्यसै गिरफ्तार गरेका हुन् विष्णु पौडेललाई? यदि थाहा थियो भने, प्रमाणित नहुने विषयमा आरोप लगाएर गिरफ्तार किन गर्यो? भोलि पुष्टि गर्न सकिँदैन भन्ने कुरा थाहा हुँदाहुँदै गिरफ्तार किन गर्यो? म यतिमा मात्रै जान्न चाहन्छु। यसको कारण जस्तो मेरो निष्कर्ष के हो भन्छ भने विष्णु पौडेल त लुटेरा हुन् नै। उनी 2 वर्ष 3 वर्ष अगाडिसम्म पनि सुकुम्बासीको सरकारी लिस्टमा आफ्नो नाम राखेर अरबौंको सम्पत्ति जोडेर बसेका मान्छे हुन्। ललिता निवासको केस भण्डाफोर भएपछि त्यो सुकुम्बासी सूचीबाट उनको नाम हटाइएको थियो। त्यो भन्दा अगाडि उनी सुकुम्बासी नै थिए सरकारी लिस्टमा। यिनी पेशेवर लुटेरा हुन्, यसमा कुनै पनि शंका छैन। तर बालिनको ग्याङले विष्णु पौडेलको सम्पत्ति त देखेको छ। अब त्यसको स्रोत मागेपछि सबै सम्पत्ति उनले दिनुपर्छ, उनले दिन सक्दैनन्, त्यो पनि सबै बुझेकै कुरा हो। त्यति मात्र होइन, यत्रो वर्षसम्म सत्तामा रहे देश कसरी लुट्यो होला त्यो पनि थाहा छ। तर तिनी जहाँ प्रमाणिक हिसाबको यिनको लुट छ, जुन घटनामा यिनी मुछिएका छन्, तिनीमा केस नचलाएर यिनले प्रमाणित नहुने मुद्दामा पक्राउ किन गरे? यही महत्त्वपूर्ण प्रश्न हो। र मलाई लाग्छ यो जानाजानी गरेका छन्। यो किन गरे त भन्छ भने जस्तो भदौमा यिनले त्यो अमेरिकन दलाइ लामाको मिसनलाई ढाकछोप गर्ने निम्ति ठुला कुरा गरे नि, भ्रष्टाचारका, रोजगारीका ठुला कुरा गरे। अब त्यो भ्रष्टाचारीहरूलाई दण्डित गर्छौं, सबैको सम्पत्ति असुल्छौं भनेरै यिनले सिंहदरबार आगो लगाए, सर्वोच्च अदालत आगो लगाए, संसद भवन आगो लगाए। 23 र 24 गते यत्रो हत्याकाण्ड गरे यिनीहरूले। र त्यही नारामा सत्तामा आएको हुनाले मान्छेका आँखामा छारो हाल्नुको निम्ति केही गरेका छौं भन्ने त देखाउनु पर्यो। म विष्णु पौडेल भन्दा अगाडि म ओलीको घटना सुनाउँछु यहाँलाई। ओलीलाई भ्रष्टाचारमा यिनले कहिले आरोप लगाए, मुद्दा चलाए, आजका दिनसम्म छैन। पक्रेका 23 गतेको घटनामा नैतिक जिम्मेवार ठहर्याउँदै, त्यो प्रमाणितै नहुने कुरा। 23 गतेको घटनाको आदेश, निर्देशन, निर्णय त केपी ओलीको तहमा त भएको छैन।
उनले गरेको त होइन। अब उनले गरेको होइन, त्यो कानुनले पनि त्यो होइन भन्छ, विधिले पनि होइन भन्छ, उनले मिल्दैन जब भने ओली माथि चाहिँ जो आरोप लगाइन्छ त्यो प्रमाणित हुन्न, ओली भोलि छुट्छन्, त्यो उनलाई थाहा छ। र ओलीले जहाँ बदमासी गरिरहेको छ नि भ्रष्टाचार, त्यहाँ यिनले केस चलाउँदैनन्। विष्णु पौडेलको त्यस्तै भयो। यो रणनीति के हो भन्छ भने यिनले भदौमा जे भनेर देशमा आगो लगाएका थिए त्यो हामी गर्यौं गर्दैछौं भनेर नेपालीहरूको आँखामा छारो हाल्ने, तर यिनको वास्तविक समस्या जे हो त्यसलाई नपकड्ने। किन पक्रे पनि यिनी पनि जान्छन्, पक्रेपछि यिनी पनि जान्छन्। यिनको यत्रो चलाकी छ। यिनी किन जान्छन् भन्छ भने अनि यिनको सम्पत्तिको स्रोत, भोलि स्रोत खोल्नु भने यिनले के खोल्छन्? सुदन गुरुङको करोडौंको सम्पत्ति भने अरबौं थल अचल गरेर, अनि चाहिँ सोडियमको त्यो सम्पत्ति हेर्नुहोस्। एउटा सामान्य परिवारको मान्छे, उनको त्यो जागिरले मात्रै त्यो करोडौंको सम्पत्ति त आएन, थुप्रो ठाउँमा घर सम्पत्ति आएन। अनि रविको त्यही पालिनको स्रोत खोल्नु पर्यो भने यिनले खोल्ने के स्रोत? कहाँबाट आयो त्यो सम्पत्ति? कसैले पनि सक्दैन। त्यसकारण दलहरूसँग भ्रष्टाचारको मुद्दामा यिनी वार पारकी लडाईँमा जाँदैनन्, जानै सक्दैनन्, असम्भव। त्यसकारणले जहाँ केस लगाउनु पर्ने हो त्यहाँ लगाउँदैनन्। तर यिनको कपट के हो भन्छ भने हामीले गरिरहेछौँ नि देखाउने, छारो हाल्ने। किन यहाँको मान्छे बुझ्दैन, हल्का फुल्का छ, सतही छ, होइन, हावामा कुद्छ, यिनको बुझाइ त्यस्तो छ। अनि पक्रे जस्तो गर्ने, यी गरिरहेछौँ, पक्रिरहेछौँ, थुनिरहेछौँ, भोलि पनि गर्लान्। अरू 2-4 जना यस्ता मान्छे पनि गर्लान्। यो भन्दा अगाडि नबढ्ने र प्रोपोगन्डा गरेर भदौको जो अपराध हो त्यसको औचित्य देखाउने एउटा कारण यो विष्णु पौडेलको गिरफ्तारी एउटा कारण। दोस्रो कारण तपाईले नाम सुन्नुभयो, अदालतले के भन्यो, सायद त्यसले सांगीतिक रूपमा घोच्यो, बारेलाई घोचेको भन्छु मैले। जो मुख्य अभियुक्त शेयर खरिद बिक्री लेनदेन गर्ने जो मुख्य अभियुक्त हुन् उनीमाथि मुद्दा चलाइएको छैन। अब यहाँ भन्न खोजेको विशेष गरेर कमल मालपानी किन मुद्दा चलाइएन भन्छ भने त्यही कमल मालपानीको गाडी हो, बालिनले चुनावमा चढेको, जो यत्रो विवाद आयो। अब उसैबाट गाडी खाएको छ, चन्दा लिएको छ, अनि उसैलाई मुद्दा कसरी चलाउनु? यिनको चरित्र, यिनी भ्रष्टाचारी विरुद्ध लड्छन् यिनीहरू होइन। विष्णु पौडेल ल उनी मतियारै भए, दबाब दिए, बिचौलियाको रूपमा काम गरे, छुट्टै कुरा। तर दीपक भट्टसँग शेयर खरिद बिक्री गर्ने त कमल मालपानी हो, उसमाथि मुद्दा छैन। किन उसले बालिन पनि पाल्या छ, बालिनको ग्याङका अरू पनि पाल्या होला, त्यसकारणले उसमाथि मुद्दा चलाइएन र यो कुरा उठायो। अदालतले बालिनलाई इन्डिकेट गरेको छ, निर्णयबाट त्यो बुझिन्छ। होइन भने कमल मालपानी माथि मुद्दा किन चलाइएन भन्ने प्रश्न किन उठाएको थियो अदालतले? यो त विष्णु पौडेलको मुद्दासँग सरोकारको त होइन, विष्णु पौडेलको बारेमा फैसला गर्न सक्थ्यो, तर कमल मालपानी माथि मुद्दा किन चलाइएन भन्ने प्रश्न किन उठायो भन्छ भने त्यो बालिनतिर प्रश्न उठायो। तैँले यसैबाट गाडी लिएको होइनस्, त्यही भएर यसले छुट पाएको होइन। यिनको समस्या आफूले गरे जस्तो गर्ने, अहिले घन्टीका के आवारा, लम्पट आवारा, कानुन भित्रै विद्वानले उनले एउटा भनेको सुन्नुभयो तपाईँहरूले, ट्यापेहरू, दिमागी ट्यापेहरू अब अदालतलाई पनि चाहिँ छोड्ने स्थिति रहेनछ। हामीले यत्रो महान काम गर्न खोजेका थियौँ, अदालतले अवरोध पार्यो, यो बोलिरहेछन्, दोष अदालतलाई दिइरहेछन्। यो पनि यिनको नाटक हो। नाटक के हो भन्छ भने आफूले गरे जस्तो गर्ने, गरे जस्तो प्रमाणित हुन्न, प्रमाणित नहुने कुरामा केस चलाउने, त्यो जानी बुझिकन। अनि प्रमाणित नभएपछि अदालतले त छोडिदिन्छ होला, प्रमाण त होलान्, तर यिनले नै प्रमाण जुटाएनन् भनेपछि अदालतले छोडिदिन्छ। अदालतमा प्रमाण त यिनले राख्नु पर्यो, यिनको वकिलले राख्नु पर्यो।
विष्णु पौडेल यो केसमा यो कारणले दोषी हो भन्ने प्रमाण त यिनले राख्नु पर्यो। यिनीसँग प्रमाण छैन, भए पनि जुटाएका छैनन् हैन। ठोस कारबाही गर्ने नियत आफ्नो छैन। अनि त्यो केस हल्का छ यिनीहरूले बुझेका छन्। गरे जस्तो गर्ने, हामीले त गरेका थियौँ, पक्रिसकेका थियौँ भन्ने र निर्णायक जोखिम नलिने, कारबाही चाहिँ नगर्ने, वास्तविक रूपमा न्यायाधीशहरूमाथि दोष थोपरेर आफू भ्रष्टाचार विरोधी अभियन्ता बन्ने। अहिले यिनले त्यही गरिरहेछन्। अदालतले हुन दिएन अरे, पक्रिसकेका मान्छे छोड्दै। अनि यिनी दुष्टहरू, यिनी दलाल, यिनी लुटेराहरू न्यायाधीशहरूलाई आरोप लगाएर यिनी पानीमाथि ओभानो बन्ने, तर नियतले कसैमाथि निर्णायक रूपमा कदम नचाल्ने। यो यिनको यो रकमी चरित्र, एकदम रकमी। उही जमानाका अहिले पनि गर्छन्, यो फटाहरूले तमसुक लेख्छन् नि, काइते भाषा भन्छन्, हो त्यस्तै काइते चरित्र बोकेका र काइते शैलीमा प्रशिक्षित गरिएका यिनी आवाराहरूको कुरा सुनिराख्नु भएको छ। यिनको भ्रष्टाचार विरोधी बनिराख्ने यिनीहरू, मैले बारम्बार भनेको छु, यिनीहरू भ्रष्टाचार विरोधी भएको भए यिनी सरकारमा आउने बित्तिकै सबभन्दा पहिले सत्तामा रहेका सबै मान्छेको चल अचल सम्पत्ति रोक्का भएको घोषणा गर्दै र छानबिन अगाडि बढाउँथे। खै त आजका दिन छन्, सम्पत्ति त सबै सार्न दिएका छन् नि, बेच्न दिएका छन्, सार्न दिएका छन्, विदेश ओसार्न दिएका छन्। कसैको सम्पत्ति त रोक्का त भएन। माने कुनै एउटा ठोस भ्रष्टाचार जो नेपालमा उठे त्यो काण्डसँग जोडेर कसैमाथि मुद्दा त चलाइएन, सबै नाटक। अब एउटा यिनको नाटकको पाटो। अब यसको पाटो अर्को एउटा पाटोमा जान्छु म। यो के हो, यो नाटकको अर्को पाटो के हो भन्छ भने, बाहिर मान्छेलाई गुमराहमा पारेर एउटा कुरा गर्ने, भित्र चाहिँ त्यो सत्ताको लगाम आफ्नो हातमा अलिक बलियो पार्ने र टिकिराख्नुको निम्ति यो पुराना संरचना र यो दलाइ बारबरा ग्याङले बनाउन खालेका नयाँ संरचनाको बीचको टक्राउ हो। एउटा यो टक्राउ यिनी डराइरहेछन्। जस्तो यहाँहरूले देख्नुभयो नि, यिनले सम्पत्तिको विवरण माग्ने छानबिन आयोग पनि बनाए। पूर्व न्यायाधीश फोरमले हामी विवरण दिन्नौ भन्यो। सेनासँग यिनले कसरी माग्न सक्छन्, सक्ने कुरा भएन। अनि चाहिँ यिनले पछि निर्णय के हुन्छ भने पूर्व न्यायाधीशहरू र सेनाको सम्पत्ति विवरण नमाग्ने, अरूको माग्ने रे। यिनको नीतिहरू न, कसैको माग्ने कसैको नमाग्ने। योभन्दा तलस्तरको दलाल को हुन्छ? यो निर्णय यिनले गरे। अहिले यिनको खास लडाई भनेको अब अगाडि जो विदेशीले जुन जागिर दिएको छ त्यसलाई अगाडि बढाउनुको निम्ति हिजोका संरचना जो दलहरूसँग जोडिएका छन् यिनले अवरोध नपारुन् भनेर दलका मान्छेलाई तर्साउने। टाउको नउठाऊ है, हामीले छोड्दैनौँ, तर्साइराख्ने रणनीति हो। जस्तो ओलीको गिरफ्तारी, विष्णु पौडेलको गिरफ्तारी, भोलि अर्कालाई गर्लान्। कारबाही गर्ने होइन, तर्साउने, ताकि उनले टाउको नउठाउन् र आफ्नो संरचनाहरू जो बनाउन खोजिरहेछन् उनका भत्काएर त्यो दिशामा बाधक नबनुन्। एउटा यिनको रणनीति, यो पक्राउको रणनीति। र अर्को चाहिँ यो अन्तर्राष्ट्रिय शक्तिहरूको खेल पनि यसमा बिस्तारै देखिन्छ। र विदेशीको खेल कस्तो हुन्छ भन्छ भने उनकै मान्छे हुनु पर्दैन, जहाँ उनको मान्छे छैन त्यहाँभित्रको अन्तर्विरोध भित्र उनीहरू पस्छन्। र के हुन्छ भन्छ भने त्यो अन्तर्विरोध भित्र पसेर अर्को पक्षलाई समाते भने उनले प्रयोग गर्न सफल हुन्छ। म तपाईलाई एउटा उदाहरण दिउँ यहाँ। अब जस्तो अहिलेको प्रसङ्ग म जानुभन्दा अगाडि एउटा जस्तो रविको एउटा घटना हेरौँ। रविको नेपाली नागरिकता छैन भन्ने सारा थाहा हुँदाहुँदै पार्टी दर्ता गर्न दियो र त्यो बेला पर्दा पछाडि अथवा अर्को सेकेन्डरी टर्सरी भनौँ द्वितीयक तृतीयक मान्छेहरू लगाएर रविलाई प्रयोग गरे पश्चिमाहरूले, अमेरिकनहरूले। र रविको सुरुको केन्द्रीय समितिको लिस्ट हेर्नुहोस्, पश्चिममा तालिम लिएका, युरोप अमेरिका उतैतिर जागिर खाने
उतैतिर नागरिकता लिएका उतैतिर बिहा गरेका मान्छेहरूको भरमार छ त्यहाँ, बहुमतै मितिनी छन्। अब त्यो अमेरिकनहरूले प्रयोग गरे प्रयोग स्वरूपमा सिधै रविलाई होइन, आफ्नो नेटवर्क लगाएर प्रयोग गरे। तर पछाडि रविलाई समस्या के आयो भन्छ भने यो सहकारीहरू आदि इत्यादि विभिन्न मुद्दाहरू आए, सम्पत्ति शुद्धिकरण, उनी जेल बसे अनि उनी अप्ठ्यारोमा पर्दै गए। अब मलाई सिद्ध्याउँछन् भन्ने भइसकेपछि अनि त्यो अन्तर्विरोध त अर्को पक्षले हेरिरहेको थियो। जस्तो अमेरिकनहरूले प्रयोग गरे एउटा संरचना बनाए, एउटा पार्टीको संरचना बनाए, सायद त्यो बेला अघिल्लो पटक 20-21 सिट जिते। अनि त्यहाँभित्र स्वर्णिमहरू गगनको ग्याङबाट एउटा चाहिँ ग्याङ त्यहाँ पठाए। एउटा चाहिँ ढाँचा तयार भइसकेपछि रविलाई लखेट्ने क्रम सुरु भयो, किन अब त्यो पार्टी हटाउनु पर्यो होइन, आफ्नो मान्छेको हातमा लग्नु पर्यो। अनि यसबाट अत्तालिएर तपाईँको रवि इन्डियनको शरणमा पुगे। तपाईँ हामी सबैले देखिरहेछौँ र इन्डियनले पनि त्यहाँ हात हाले। रवि सुरुमा इन्डियनसँग सम्पर्क भए मान्छे होइनन्, तर त्यहाँभित्रको अन्तर्विरोधले इन्डियनहरू पस्ने ठाउँ पनि पाए। रवि त्यो किताबमा जानुपर्ने परिस्थिति पनि बन्यो। अहिले त्यही छ। अहिले यो लडाइँमा मैले के देख्छु भन्छ भने इन्डियनहरूले यो अमेरिकनहरूको जो एउटा शैली देखिरहेछन्, जो रणनीति देखिरहेछन्, यसबाट उनीहरू डराइरहेका छन्। त्यस कारणले अहिले इन्डियनहरू जो हिजो हामीले माइक्रो म्यानेजमेन्ट, सूक्ष्म व्यवस्थापन नेपालको इन्डियनहरूले गर्छन् भन्ने हामी भन्थ्यौँ, जो बहस गर्थ्यौँ, सुन्थ्यौँ सबैबाट, अहिले हिजोका